गाइजहरु हामी चाहिँ ड्युटीतिर छौँ है। हामी चाहिँ तेलको वेटिङमा र हामीसँग स्पेशल कटिङ ढुङ्गाहरू निस्किएको छ। ढुङ्गा चाहिएमा सम्पर्क गर्नु होला। हामी पुम्दीकोटदेखि सिधै पुम्दीकोटबाट स्पेशल ढुङ्गा कटपिसको लागि टाइल मार्बल बनाउनको लागि एकदम स्पेशल छ भनेर दुईटा कम्पनीले चाहिँ लगिराखेको छ ढुङ्गाहरू। हामी चाहिँ फाइनली आज चाहिँ 20औं दिनमा 20औं दिनमा छौँ। यो साइडमा ब्रेकरले फुटाएर आज चाहिँ दुईटा टिप्पर पनि रहेको छ हामीसँग। टिप्पर ढुङ्गा लिएर गएको छ, मेरो मेसिन चाहिँ यता रहेको छ, हेर्नु होला। अब 2-4 दिनको काम भन्दै भन्दै आज 20औं दिनमा, एक हप्ताको काम भन्दा भन्दै हामी 20औं दिनमा। हाम्रो यहाँको ओनर हुनुहुन्छ दाजु, आराम होइसिन्छ के अरे होइन? हप्ता दिनको लागि भनेर आएको। हामी चाहिँ 20औं दिनसम्म यहाँ रगटिरहेका छौँ। कहिले मेसिन बिग्रिने, कहिले के हुने, कहिले के हुने, यस्तै छ जिन्दगी।